ल आज 2082 11 महिना 18 गते आज लगभग 2082 फागुन 21 मा हुन गइरहेको निर्वाचनको लागि आजसम्म अन्तिम दिन चुनावी प्रचार प्रसारको मिति पनि हो र आज यस कास्की जिल्ला अन्तर्गत माछापुच्छ्रे गाउँपालिका वडा नम्बर भने जतिमा पर्ने यस शक्तिदेवी हडौले गाउँको शिरमा रहेको यो शक्तिदेवी मन्दिरको जीर्णोद्धार पुनर्निर्माण स्तरीय निर्माण आजसम्म यहाँसम्म पुगेको छ। आफ्नो कला र कौशलता इमानदारिता र वफादारिता सबै प्रयोग गरी यहाँसम्म यो अवस्थासम्म पुर्याएका छौँ। ल हेर्नुहोस्, यो चाहिँ अब मन्दिरमा चढ्ने तेस्रो सिडी, तेस्रो तला, तेस्रो अख्लेटा मध्येको यो दोस्रो अख्लेटामा चाहिँ हल्का आरसिसी ढलान गरिँदैछ। योभन्दा माथि एउटा पिँढी बस्ने छ। सो पिँढीमा चाहिँ पाला साला दिया बत्ती घन्टी सन्टी अनि इत्यादि रहनेछन्। ल शक्तिदेवीको भक्तजनहरू, यहाँ शक्तिदेवीको आस्थावान, यहाँका बासिन्दा हडौलेवासी हरूलाई के कस्तो भयो, कहाँसम्म पुग्यो भन्ने कौतूहलता जागेको हुनसक्छ। त्यही भएर म प्रत्येक दिन जसो यहाँको सेरोफेरो, यहाँको अवस्था, यहाँको क्रियाकलाप देखाइरहेको हुन्छु। ल आजसम्म आइपुग्दा यो अवस्थामा पुगेछ भन्ने जानकारी गराउँदछु। ल हेर्नुहोस्, अब यो रह्यो मन्दिर भने यतातिर अब प्रतीक्षालय भवन यस्तो बस्ने ठाउँ, हल्का प्रसाद ग्रहण गर्ने ठाउँ यता बन्नेछ र प्रसादहरू विसर्जन गर्ने ठाउँ पनि यतै बन्नेछ। ल हेर्नुहोस् है, अब उता र यो पूर्व दिशा, म उभिएको छु उत्तर दिशामा। ल यो पाइप देखिरहनु भएछ, यो पाइप चाहिँ अब मन्दिर सरसफाइ अनि इत्यादि सरसफाइको क्रममा जाने पानी चाहिँ त्यहाँबाट भित्रबाट यसरी ल हेर्नुहोस्, यसरी फिडिङ गरेर यसरी यो अब बाहिर रोडमा नभनिहालौँ, यो बाहिर अब ड्रेन बन्छ होला, ड्रेनमा जानेछ र यो सेती गङ्गासम्म पुग्नेछ यो मन्दिरको पानी। ल हेर्नुहोस् है, यस्तो छ अवस्था। लगभग 3-4 दिन भयो मौसम खराबीको कारण हिमालको दृश्य देखाउन सकिरहेको छैन। मौसमले एकदम च्यालेन्ज गरिरहेको छ। ल यस्तै छ। हाम्रो नाति यतै भिडिरहेका छन्। यस्तै छ हजुर, हडौलेवासी, खोडामुखवासी, पाखा खोडामुख
नयाँ पुल के भन्छन् यहाँका बासी जो यहाँको आस्थावान समुदायलाई यो अवगत गर्न चाहे कि धैर्य गर्नुहोस् र खुसी रहनुहोस् र विश्वासमा रहनुहोस्। एक दिन अवश्य पनि चाँडै नै यो मन्दिर सकिनेछ र आनन्दले पूजापाठ देवीको दर्शन गर्न पाउनुहुनेछ भन्ने जानकारी गराउँदछु।